नमस्कार दर्शक बहिनी, हेरिटाइजमा म किसान मक्तान सम्पूर्ण हार्दिक स्वागत गर्न चाहन्छु। अहिलेघरि म राष्ट्रिय नम्बर 10 को बागपुलमा छु, जहाँनिर आज दिउँसो 13 अक्टोबर दिउँसो 1 बजेदेखि 16 अक्टोबर बेलुकी 6 बजीसम्म एनएचआइडिसीले नोटिफिकेसन जारी गरेको थियो। राष्ट्रिय नम्बर 10 आजदेखि पूर्ण रूपले बन्द भएको छ र त्यसमा देख्न सक्नुहुन्छ राष्ट्रिय नम्बर 10 अहिलेघरि बन्द गरिएको छ र यहाँनिर सम्पूर्ण रूपले राष्ट्रिय नम्बर 10 बन्द गरेको छ। कालेबुङ अनि सिक्किम जाने जति पनि गाडीहरू छ, यी गाडीहरू भने राष्ट्रिय नम्बर 10 मा प्रतिबन्ध लगाएको छ र अल्टरनेटिभ वे भएर बाख्राकोट, गोरुबथान अनि लाभा हुँदै यातायात गर्न सक्नेछन् र यसरी पठाइरहेको छ। अहिले हामी तपाईँलाई देखाइरहेको छु र राष्ट्रिय नम्बर 10 अहिलेघरि बागपुलमा सेवक पुलिस, सेवक ट्राफिक पुलिस अनि हाइवेको ट्राफिक पुलिस बन्द गरेर राखेको छ। म तपाईँलाई देखाइरहेको छु र राष्ट्रिय नम्बर 10 आजदेखि पूर्ण रूपले बन्द भएको तपाईँ सम्पूर्णलाई जानकारी गराउन चाहन्छु र राष्ट्रिय नम्बर 10 आजदेखि बन्द भएको तपाईँलाई जानकारी गराउन चाहँदै यहाँ तपाईँले मेरो पछाडि देख्नुहुन्छ आज दिउँसो 1 बजीदेखि चाहिँ ट्राफिक यो ब्यारिकेड हेर्नुहोस् तपाईँले मेरो पछाडि यो पूर्ण रूपले बन्द गरेर राखेको छ र मेरो यहाँ गाडी आइसकेको छ र राष्ट्रिय नम्बर 10 आज 13 अक्टोबर दिउँसो 1 बजीदेखि 16 अक्टोबर दिउँसो 6 बजीसम्म सम्पूर्ण 2 चक्के अनि 4 चक्के यान वाहनहरूको निम्ति ब्यारिकेड देख्नुहुन्छ। तपाईँले ब्यारिकेड लगाएर राखेको छ पुलिसले र बागपुलमा यो ब्यारिकेड तपाईँलाई देखाइरहेको छु र राष्ट्रिय नम्बर 10 आजदेखि बन्द रहेको तपाईँहरू सम्पूर्णलाई जानकारी गराउन चाहन्छु र रिटाइज मार्फत तपाईँले सम्पूर्ण हाइवेको अपडेटहरू लिएर आएका छौँ र एनएचआइडिसीले जुन नोटिफिकेसन जारी गरेको थियो र 29 माइल किर्ने अनि 28 माइल क्षेत्रमा जुन पहिरोगत क्षेत्रहरूमा रिपेयरिङ गर्नको हेतु राष्ट्रिय नम्बर 10 बन्द गरेको थियो भने आजदेखि 13 अक्टोबर दिउँसो 1 बजीदेखि 16 अक्टोबर बेलुकी 6 बजीसम्म राष्ट्रिय नम्बर बन्द भएको छ र त्यसरी ट्राफिक व्यवस्थामा पुलिसहरू खटिरहेको छ र राष्ट्रिय नम्बर 10 जति पनि सिक्किम अनि कालेबुङका यान वाहनहरू छ तिनीहरू सम्पूर्णलाई यान वाहनहरू यसरी अल्टरनेटिभ वे मार्फत पठाइरहेको छ र अल्टरनेटिभ वे फेरि भन्न चाहन्छु गोरुबथान, लाभा अनि अन्य क्षेत्रबाट भएर सिक्किम साथै कालेबुङ जान सक्ने बताएको छ र बागपुलदेखि भने राष्ट्रिय नम्बर 10 आजदेखि पूर्ण बन्द गरेको 13 अक्टोबर दिउँसो 1 बजीदेखि अहिले म यहाँ छु बागपुलमा 13 अक्टोबर दिउँसो 1 बजीदेखि 16 अक्टोबर दिउँसो 6 बजीसम्म राष्ट्रिय नम्बर 10 बन्द भएको तपाईँहरू सम्पूर्णलाई जानकारी गर्न चाहन्छु। अहिले यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ जति पनि लोकल गाडीहरू छ सिटोङ, पन्बू, मङ्पू यी क्षेत्रका गाडीहरूलाई भने यसरी पुलिस प्रशासनले लोकल गाडीहरू जति पनि स्थानीय जति पनि लोकल गाडीहरू छ यी गाडीहरूलाई भने यसरी छुटिरहेको दृश्य देखाइरहेका छौँ। अहिले गाडी बागपुलमा लामो जाम लागेको छ। यद्यपि लोकल जति पनि कालीझोडा, मङ्पू, सिटोङ अनि अन्य क्षेत्रका गाडीहरूलाई पनि यसरी सोधपुछ गरेर चालक दाजुभाइ सोधपुछ गरेर यसरी छोडिरहेको दृश्य पनि देखाइरहेको छ र यो अहिले हामी तपाईँलाई राष्ट्रिय नम्बर 10 बागपुलको दृश्य देखाइरहेको छौँ। जहाँनिर तपाईँ देख्न सक्नुहुन्छ यो जति पनि गाडीहरू छ लोकल गाडीहरूलाई भने यहाँनिर सोधपुछ गरेर प्रशासनले लोकल जति पनि गाडीहरूलाई दिइरहेको छ। अन्य सम्पूर्ण गाडीले यसकै गाडी देख्न सक्नुहुन्छ यो गाडीहरू यो जति पनि यो सिक्किम ग्याङको गाडी यसरी जति पनि यहाँ अन्य गाडीहरू सिक्किम अनि कालेबुङ जाने गाडीहरूलाई भने अहिले गएर तपाईँ देख्न सक्नुहुन्छ यो सम्पूर्ण बागपुलबाट सेवक ट्राफिक पुलिस अनि सेवक पुलिसले यसरी ट्राफिकलाई नियन्त्रणमा लिएर यसरी राष्ट्रिय नम्बर 10 जति पनि गाडीहरू छ सम्पूर्ण गाडीहरू अल्टरनेटिभ वे भाया यहाँ अहिले त्यो पन्बू जाने गाडीलाई पनि दिएको छ र यहाँ पन्बू अनि लोकल गाडीहरू जति पनि कालीझोडा, सिटोङ, मङ्पू जाने गाडीहरूलाई भने सोधपुछ गरेर यस क्षेत्रबाट जान दिइरहेको पनि तपाईँलाई जानकारी गराउन चाहन्छु र जति पनि गाडीहरू छ अन्य सम्पूर्ण गाडीहरू भने यसरी राष्ट्रिय नम्बर 10लाई गुण दिएका छन् र सम्पूर्ण गाडीहरू यसरी अल्टरनेटिभ वे गोरुबथान, लाभा भएर नै चलाचल सुरु भइरहेको छ। यहाँ रोकिरहेको छ र यो गाडी सिटोङ लाटपन्चर जाने गाडीलाई पनि यसरी जान दिइरहेको दृश्य अहिले हामी तपाईँलाई देखाइरहेको छौँ र सिटोङ, लाटपन्चर, मङ्पू साथै लोकल गाडीहरूलाई भने दिइरहेको छ भने कालेबुङ अनि सिक्किमका गाडीहरू भने सम्पूर्ण अल्टरनेटिभ वे मार्फत यसरी जान लगेको दृश्य अहिले हामी तपाईँलाई देखाइरहेका छौँ र राष्ट्रिय नम्बर 10 मा अहिले गरी यो लामो जाम लागेको दृश्य पनि म तपाईँलाई यो सेवकबाट देखाइरहेको छु, सेवकको बागपुलबाट देखाइरहेको छु। राष्ट्रिय नम्बर 10 यसरी बन्द गरेको दृश्य म तपाईँलाई देखाइरहेको छु र अहिले गरी म यो बागपुलको दृश्य देखाइरहेको छु र जहाँनिर सम्पूर्ण यान वाहनको निम्ति राष्ट्रिय नम्बर 10 यसरी बन्द गरेर राखेर अल्टरनेटिभ वे मार्फत मात्र अल्टरनेटिभ वे बाख्राकोट, गोरुबथान, लाभा भएर मात्र यात्रा गर्छ।
भनेर बताएको छ र राष्ट्रपति बस यसरी बन्द गरेको दृश्य अहिले म तपाईँलाई देखाएको छु। सम्पूर्ण 2 चक्के 4 चक्के वाहनहरूलाई नै यसरी बन्द गरेर राखिएको छ र यहाँ बन्द गरिसकेपछि यसरी लामो जाम लागेर रहेको दृश्य अहिले म तपाईँलाई देखाइरहेको छु र यसरी पुलिस अधिकारीले खटिरहेको दृश्य सम्पूर्ण पुलिस बलले चालक दाजुभाइलाई सम्झाइरहेको दृश्य म तपाईँलाई देखाइरहेको छु र तपाईँ देख्न सक्नुहुन्छ पूर्ण रूपले राष्ट्रिय मार्ग NH10 पूर्ण रूपले बन्द गरिएको छ र सम्पूर्ण गाडीहरू यसरी घुमाएर पठाइरहेको दृश्य अहिले हामी तपाईँलाई देखाइरहेका छौँ।